ल है साथीहरू, यो चाहिँ जान्नै पर्ने कुरा है। हामी किसानी भइसकेपछि यो लोकल कुखुरा पाल्छौँ अनि लोकल कुखुरा पालेपछि कोल बस्दा चाहिँ कस्तो अन्डा उसलाई चाहिँ ओथरामा राखिदिने भन्ने कुराहरू चाहिँ हामीले जान्नुपर्ने कुरा है। तपाईँलाई भाले बनाउनु मन छ या पोथी धेरै बनाउनु मन छ, त्यही अनुसारले चाहिँ हामी अन्डा राखिदिन सक्छौँ है पोथीलाई। जब उसले ओथरा बस्न खोज्छ अनि हामीले चाहिँ छानेर अन्डा राखिदिन सक्छौँ है साथीहरू। अब म भन्नु पर्दाखेरि चाहिँ है, तपाईँहरूलाई पोथी चाहिँ कस्तो अन्डा राख्दा निक्लिन्छ र भाले कस्तो अन्डा राखिदिँदा चाहिँ निस्किन्छ भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई जानकारी दिँदैछु। तपाईँहरूले त्यही अनुसारले राख्नुभयो भने तपाईँको भाले निस्किन्छ र पोथी निस्किनेछ है त। हुन्छ, म चाहिँ तपाईँलाई देखाउन गइराखेको छु। यो अन्डा देख्नुभएछ है। अनि यो अन्डा चाहिँ लाम्चो छ होइन, यो अन्डा यो पनि लाम्चो छ अनि यो पनि लाम्चो छ है। अनि यो पनि लाम्चो छ है। अनि यो चाहिँ गोलो गोलो छ हेर्नु त अन्डाहरू। अब तपाईँलाई लाग्दैछ होला कुन चाहिँ अन्डाबाट भाले निस्किन्छ र कुन चाहिँ अन्डाबाट चाहिँ पोथी निस्किन्छ होला त। तपाईँहरूलाई म भन्न गइराखेको छु। र अर्को कुरा पनि म भन्न गइराखेको छु, कस्तो अन्डा राख्दा चाहिँ ठुलो भाले निस्किन्छ र कस्तो अन्डा ओथरा दिँदा चाहिँ सानो भाले निस्किन्छ है, त्यो पनि भन्न गइराखेको छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ, म देखाउँदैछु। यो चाहिँ हेर्नु, यो नर्मल छ। यो भाले चाहिँ एकदमै चञ्चले भाले है। भाले चाहिँ भाले नै निस्किन्छ। यो हेर्नु त लाम्चो छ नि त यो होइन, यो लाम्चो छ, लाम्चो अन्डा। अनि यो चञ्चले अनि ठिक्क। अनि यो एकदमै प्योर, एकदमै यो भाले चाहिँ तपाईँको पाउने 2 केजी भन्दा माथिको हुँदैन यो भाले चाहिँ है। यो भाले यो अन्डा राख्नुभयो भने चाहिँ है। अनि यो चाहिँ ठिक्कको हुन्छ है। यो चाहिँ अब यो ठुलो पनि हुन्न सानो पनि हुन्न, यो 2 किलोदेखि लिएर 2.5 किलोसम्म हुन्छ यस्तो अन्डा चाहिँ। यो पनि भाले नै हो, हेर्नुहोस् है, यो पनि भाले नै हो। अनि यो हेर्नुहोस् है, यो अलिकति फरक छ नि। यो भाले चाहिँ खतरा भाले निस्किन्छ तपाईँको, यो गिरिराज जस्तै निस्किन्छ यो भाले चाहिँ। यो चाहिँ सप्रेको अन्डा, अलिकति लाम्चो होइन, हेर्दाखेरि पनि एकदम चिल्लो। अनि फेरि अर्को कुरा यस्तो पनि छ है साथीहरू, यो अन्डाबाट छ नि फेरि चल्ला निस्किन पनि सक्छ, ननिस्किन पनि सक्छ। किनभने यो ठुलो अन्डाहरूमा चाहिँ कहिलेकाहीँ 2टा अन्डा हुन्छ र कहिलेकाहीँ यिनीहरू बिना भालेको अन्डा पनि निस्काएको हुन्छ। ठुलो अन्डा भन्दैमा फेरि हामी ठुलो चल्ला निस्किन्छ भनेर पनि हुँदैन। विशेष यो अन्डालाई चाहिँ चट्याङहरू पर्दा चाहिँ छिटो बिग्रिने सम्भावना हुन्छ है, विशेष गरेर यो बर्खा मासमा चाहिँ। अनि यो अन्डा चाहिँ यति चल्ला भाले निस्किहाल्यो भने यस्तो राम्रो निस्किन्छ क्या, ठुलो। तपाईँको 3 महिनाभित्रमा तपाईँको 2.5 केजी भइसक्यो हुन्छ क्या। राम्रो खानपान पायो भने तपाईँहरूले चाहिँ राम्रो त्यसलाई खानपान, पानी पनि खाने पानीहरू दिनुपर्छ होइन। अलिकति उनीहरूलाई चाहिँ भिटामिन सिटामिन अलिकति खुवाउने गऱ्यो भने 3 महिनामा चाहिँ यो 2.5 केजी पौने 3 केजीको भइसक्यो हुन्छ यो भाले चाहिँ क्या है। अनि यो पनि हेर्नुहोस् है, यो पनि एकदम ठिक्क, यो चाहिँ एकदमै राम्रो भाले, यो पनि राम्रो हुन्छ है। यो पनि एकदम, यो चाहिँ 2.5 देखि 2 केजीसम्मको हुन्छ यो भाले चाहिँ। यो चाहिँ म आफैले गरेर राखेर निकालेर तपाईँहरूले यो अनुभव बताइराखेको छु है साथीहरू है। अनि यो पनि राम्रो निस्किन्छ र यो चाहिँ तपाईँले बेलन, यो निस्क्यो भने त तपाईँले बेलन राख्दा यो नै राम्रो होइन। तर यिनीहरू अलिकति मोटो भएको गट्ला यिनीहरूलाई उही खालेको पोथीहरू चाहिन्छ फेरि है। यो चाहिँ यदि अब सबैलाई हुने, सबैलाई चाहिने, सबै पोथीलाई काम लाग्ने भन्नुहुन्छ भने उयो राख्दा हुन्छ है। यो एकदमै राम्रो हुन्छ यो खाले भाले। अनि तपाईँलाई भन्दैछु मैले, यो लाम्चो अन्डा जति चाहिँ भाले हुन्छ है साथीहरू। चाहे सानो राख्नुहोस् चाहे ठुलो राख्नुहोस्, बास क्वालिटी अनुसारको हुन्छ है त। अब यिनीहरू चाहिँ यो लाम्चो अन्डा चाहिँ भालेहरू हो। यदि तपाईँहरूले भाले चाहिन्छ लोकल कुखुरामा, तपाईँले ओथरा राख्दै हुनुहुन्छ भने यस्तो लाम्चो अन्डा राख्नुहोस्, तपाईँको चाहिँ भाले निस्किन्छ। अनि अर्को यहाँ हेर्नुहोस् है, यो चाहिँ गोलो अन्डा हेर्नुहोस् त, यिनीहरू चाहिँ पोथी हो है साथीहरू। यिनीहरूबाट चाहिँ पोथी निस्किन्छ है। अनि यो चाहिँ निस्कि नै हाल्छ। यो चाहिँ विशेष यो अन्डा पारिराख्ने अन्डा हो है। फेरि यो अन्डा पनि धेरै प्रकारको हुन्छ, यो म आफैले गरेर बोकेर गरेको हो। म लेखेर पनि राख्छु अन्डाहरू ओथरा राख्दाखेरि। अनि कतिखेर कुन एकदमै केयर गर्छु क्या निकाल्ने टाइममा म चाहिँ। अनि यो चाहिँ अन्डा पारिराख्छ। यो वाला अन्डा यो वाला माउ निकाल्यो अथवा
पोथी निकाल्यो भने यसले चाहिँ अन्डा पारिराख्छ। हेर्नुहोस् है, यसले कोइलर जस्तै पार्छ, तर कोइलर चाहिँ होइन, लोकलै हो। अनि यो खाले अन्डा राख्नुभयो भने चाहिँ यो पोथीले चाहिँ अन्डा पारिराख्छ है। अनि यो खाले पोथी चाहिँ फेरि तपाईँको गिरिराज स्टाइलको चाहिँ हुन्छ, एकदमै राम्रो हुन्छ यो। अनि ओथरा बस्न पनि सक्छ, नबस्न पनि सक्छ, यसले पनि अन्डा दिइराख्छ है। अनि यो पनि त्यही हो, यो चाहिँ एकदमै बस्छ नि भन्ने छैन, यो चाहिँ ओथरा बस्न सक्छ न यार सक्दैन, यो चाहिँ बस्छ है। फेरि यो चाहिँ अन्डा पारिराख्छ, अनि यो अन्डा पारेको 1-1.5 महिनामा यो ओथरा बसिहाल्छ यो खाले अन्डा के। त्यही भएर तपाईँले अन्डा पनि हेरेर राख्नुपर्ने हुन्छ साथी। यदि भाले निकाल्ने हो भने चाहिँ यस्तो हेर्नु है, यो चुच्चो खाले यस्तो खाले निकाल्नुहोस्। पोथी निकाल्ने हो भने चाहिँ यस्तो गोलो निकाल्नुहोस्। र तपाईँलाई यसको रिजन म तपाईँलाई देखाउँछु फेरि है, एकैछिन है त। हेर्नुहोस् है, यो चाहिँ मैले पोथी 3टा राखेको थिएँ होइन, 3टामा अनि जम्मै चट्याङले खाइदिएछ। अनि बाँकी भाले मात्र निस्केछ हेर्नु है, मैले त्यो फुटालेरै हेरेको हो। अनि यो लाम्चो अन्डा भन्थेँ नि मैले, 4वटा अन्डा राखेको, 4वटै भाले निस्केको छ हेर्नु है। अनि योभन्दा अगाडि पनि यो 4वटा मात्र है, 4वटा भाले निस्केछ क्या। 3टा पोथी जति जम्मै त्यो चट्याङले खाइदिएछ होइन। यो साथी म तपाईँहरूलाई अघि भन्दै थिएँ नि त होइन, यो मैले चाहिँ यसमा चाहिँ यो गिरिराज स्टाइलको लोकल कुखुरा, राम्रो खाले लोकल कुखुरा भएको कारणले यहाँ चाहिँ मैले पोथी धेरै राखेको थिएँ। यहाँ चाहिँ भाले चाहिँ जम्मा 8वटा निस्किया छ, अरू पोथी छ है, 13वटा छन् यिनीहरू। यहाँ चाहिँ है यो राम्रो खाले पोथीहरू यस्तो खाले निस्किन्छ क्या। तपाईँलाई मैले जुम गरेर देखाउँछु है त, हेर्नु त हेर्नु यहाँ, यिनीहरू पोथी धेरै छ यसमा चाहिँ, किनभने यसपालिको अन्डा राम्रा थिए। अनि त्यही भएर मैले पोथी धेरै निकालेको, किनभने मलाई पोथी पनि चाहिएको छ, राम्रो खाले पोथीहरू होइन। उतापट्टि पनि देख्न सक्नुहुन्छ, यहाँ पनि मैले होइन 3टा चाहिँ पोथी अनि 8वटा भाले निकालेको, सलक्कै निकाल्यो होइन। यहाँ चाहिँ भाले 8वटा छन्, यहाँ अन्डा पार्ने कुखुरा पनि छन् 10-12वटा जति होइन, 12वटा होइन 15-16 17वटा छन् भए चाहिँ यो खाले भाले मैले यो राम्रोसँग देखाउन सकिनँ, यो चारो खाँदैछन् है। अनि यहाँ चाहिँ 8वटा भाले छ, पोथी चाहिँ 3टा मध्ये एउटा चाहिँ मऱ्यो होइन, ठुलै भइसकेपछि त्यो आँखामा त्यो के भएर ट्रिटमेन्ट गर्दा मऱ्यो होइन, सायद टाइममा मेडिसिन नपाएर होला। अरू भाले बाँचेको छ है त। अघि मैले तपाईँलाई भन्थेँ ओथरा राख्ने यस्तो खाले निस्किन्छ क्या, ठुलो पनि होइन सानो पनि होइन। यिनीहरू चाहिँ 2 किलोसम्मको हुन्छ मोटायो भने यो पोथी चाहिँ है त साथीहरू। चल्ला राम्रो छ है। यदि अझै राम्रो टिप्सहरू जान्न मन छ भने मेसेज गर्नु होला इनबक्समा, म तपाईँलाई फेरि जानकारी बताउने छु। किनभने मेरो यो 4 वर्षको चाहिँ अनुभव छ मेरो लोकल कुखुराहरूमा। अनि है हुन्छ साथीहरू, राम्रोसँग भिडियो हेरेर कमेन्ट गरिदिनु होला है त, लाइक गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो, बाई बाई।